सबै साथीहरूलाई नमस्ते। साथीहरू, म चाहिँ दिउँसोको खानाको लागि पाउभाजी बनाउन जाँदै हो साथी। त्यसमा मैले पहिले लसुन हालेको थियो बटरमा, काला काला भइगयो अलिकति। टमाटर थोड़ा भुन्नुपर्छ साथीहरू हैन। टमाटर पाक्नु पर्यो र नमक और शिमला मिर्च, टमाटर र शिमला मिर्च हालिदिएको छ। पाउभाजी चाहिँ कसरी बनाउँछ भन्ने हजुरहरूलाई म देखाउँदैछु। पाउभाजीको मसला हो। नास्ता गरे आन्टीले? आन्टी नमक घर से खा के आया। थोड़ा हल्दी, थोड़ा मिर्ची, धनिया पाउडर साथीहरू हेर्नु होला तपाईँले पनि। यसमा पाउभाजी मसला, फ्रिजमा छ पाउभाजी मसला साथीहरू है। कता हो पाउभाजी मसला? पाउभाजी मसला यो चाहिँ पाउभाजी मसला साथीहरू। बारिश आउनु लाग्यो बारिश। यो चाहिँ आलु साथीहरू है। आलु हालेर यसरी भुन्ने। पहिला टमाटर शिमला मिर्च फेरि मसला हालेर आलु हाल्यो मैले। अब यसमा मैले हाल्ने हो सब्जी साथीहरू। यो भाजी हो, सब्जी हो यो चाहिँ सबै है। सिटी मारेर यसको मैले टमाटर गाजर फलिया। यो चाहिँ मेरो पाउभाजी रेडी भयो। अहिले त्यति रेडी भइसक्यो भने पनि भयो। थोडा अलिकति यसलाई गडकाउनुपर्छ थोडा पाउभाजीमा। त्यो भइसक्यो भने पनि भयो साथीहरू है। ल त साथीहरू, तपाईँहरूलाई कस्तो लाग्छ मैले बनाएको? तपाईँहरूले हेर्नुभयो होइन? तपाईँहरू पनि यसरी बनाउनलाई सिक्नु होला साथीहरू। यसलाई चाहिँ भाजी भन्छ पाउको साथ खानुको लागि। ल त साथी, ओके बाई।